गाइस आज मेरो भ्लगमा स्वागत छ तपाईहरुलाई। बाबा मम्मी र बाबा चाहिँ बिहान भएको थियो रनिङ गर्न। म चाहिँ अहिले भर्खर निस्केको। मम्मी र बाबा चाहिँ अगाडि हुन्छ। गाइस मैले चाहिँ उता झोला ल्याएको छु किम्बो टिप्न। अनि ऊ त्यहाँ पर चाहिँ मम्मी र बाबा हुन्छ। म अब त्यता जान्छु। मम्मा ड्याडी आइपुगे। आमा पुरा भ्लग बनाउँदै आउनु भएछ त। अनि खतरा छ त। अनि क्यामेरा सेटअप आफै गर्नुभएको? ल जाउँ जाउँ ल भेट्नु भयो त हामीलाई त। मलाई ठाउँ थाहा छ क्या। हो मलाई थाहा हो। थाहा भयो? पुरा गरिब भयो हामीलाई जानु। अनि झोला चाहिँ किन ल्याउनु भएको? किम्बो टिप्न। किम्बो टिप्न झोला बोकेर आएको? हामी त खतरा हो। कति लाने? कति लाने? झोला भरि। झोला भरि? अनि धौरा खाने। दिदी आउनु भएन? नआउने रे। नआउनु हुने रे? एक्लै आउनु भएको? भेटिहाल्नु है साइकलमा है? साइकलमा म कति छिटो कुदेर आएको थिएँ। यतिको गाइस यता चाहिँ आपको रुख छ। अस्ति नै म आएको थिएँ आप लिन। आप पाकिरहेको थियो भुइँमा पाकेको आप भुइँमा झरिरहेको थियो। मैले चाहिँ भुइँमा झरेको आप टिप्न आएको थिएँ। घरको मान्छेले त मलाई लास्टै गाली गर्यो। गाइस नया पनि छ है त आपको। गाइस यता चाहिँ ड्याडी जाँदै हुन्छ। गाइस यता चाहिँ पानी ट्याङ्की छ है त। देख्न सक्नुहुन्छ। गाइस यता चाहिँ पानी ट्याङ्की छ। गाइस म चाहिँ यता सानो हुँदाखेरि पनि आएको थिएँ लकडाउन नि। गाइस हामी चाहिँ सानोमा पनि आएको थियौँ दिदी र म ड्याडीसित लकडाउन भएको बेलामा। गाइस म चाहिँ 4 वर्षको थिएँ त त्यतिखेर। अनि त्यो पाइपमा बसेर हेरेको। म त गएको है पानी ट्याङ्कीमा। कत्रो ठुलो घाँस हौ। गाइस अब चाहिँ म पानी ट्याङ्कीमा जान आँटेको। गाइस कत्रो ठुलो रहेछ पानी ट्याङ्की चाहिँ। नैबाट हाम्रो घरमा पानी आउँछ हेर्न सक्नुहुन्छ गाइस। गाइस अब चाहिँ म गएको। ड्याडी जाम किम्बो टिप्न।
तिम्रो टिप्न जाम अब गाई यता चाहिँ मकैबारी छ कस्तो राम्रो अरू बेला चाहिँ म यता आँप खान आउँथेँ यता आँपको बोटै छैन त्यसो मलाई कस्तो दुःख लाग्यो यता हेर्न सक्नुहुन्छ मकै गाई चाहिँ यता पनि छ है त बस स्कुलको बस पनि जाँदो रहेछ है त हेर्न सक्नुहुन्छ अब चाहिँ म किम्बु खान आँटेको गाई चाहिँ एउटा किम्बु चाहिँ झऱ्यो गाई मिठो छ है त किम्बु गाई किम्बु चाहिँ एकदम पाकिरहेछ गुलियो पनि छ हेर्न सक्नुहुन्छ गाई हामीले चाहिँ किम्बु टिपिरहेको छु गाई म चाहिँ यति बनाइसकेँ गाई झोलाभरि किम्बु टिप्ने हो है त हेर्न सक्नुहुन्छ यति भइसक्यो गाई अब चाहिँ हामी अर्को बोटमा जाने गाई किम्बुले चाहिँ मलाई आइज मलाई टिपेर खाइदे भनिरहेछ है त गाई चाहिँ यता हेर्नुहोस् त भाई मजा आया और मैं ये जो मजा है किम्बु र किम्बु छ यहाँ चाहिँ रातो किम्बु छ गाइस एकदम अमिलो छ है त गाइस अब चाहिँ यहाँ ब्लुबेरी किम्बुर इङ्ग्लिसमा गाइस यसलाई चाहिँ इङ्ग्लिसमा ब्लुबेरी भनिन्छ हामी चाहिँ अर्को ठाउँमा गइरहेको छौँ यताको चाहिँ मसिनो छ अनि अमिलो पनि छ त्यही भएर अर्को ठाउँमा जान आँटेको यता हेर्न सक्नुहुन्छ झोला म चाहिँ गाइस उता चाहिँ 4टा कुखुरा छतमा चढिरहेछ कुखुरा सुपरम्यान गाइस चाहिँ यहाँ चाहिँ किम्बुर फलेन रहेछ अस्ति हामी आउँदाखेरि कति धेरै थियो अहिले चाहिँ कति मसिनो छ गाइस यता हेर्न सक्नुहुन्छ भाले गाइस पक्रेर लगौँ भनेर सोचिरहेको थिएँ घरको मान्छे त गाली गर्छ त्यही भएर अब चाहिँ यहाँ लास्ट रुख छ हेर्न सक्नुहुन्छ अरू सबै बिरुवा मात्रै छ गाइस अब चाहिँ म टिप्न गएको गाइस यता चाहिँ झरिरहेछ है त किम्बु गाइस यता हेर्न सक्नुहुन्छ झरेको चराले खाइरहेको थियो गाइस म चाहिँ यता रुख चढेको मामु मलाई पतिका जहिले पादर भन्थ्यो म त साँच्चै रुखमा चढ्दै चलेको गाई चाहिँ यता हेर्न सक्नुहुन्छ मैले चाहिँ यति टिपेँ
गाइज यता हेर्न सक्नुहुन्छ मेरो ओठ कस्तो रातो भइसक्यो किम्बुर खाएर गाइज यता हेर्न सक्नुहुन्छ मेरो हात गाइज मेरो ओठ पनि एकदम रातो भइसक्यो है त गाइज अब चाहिँ हामी घर निस्केको है त जान्छु है त हिँडेको है त ठुल्यानको घर गाइज म तपाईलाई ठुल्यानको घर देखाउँछु है त है गाइज हेर्न सक्नुहुन्छ ठुल्यानको घर यस्तो छ है त आइरहेछ हेर्न सक्नुहुन्छ गाइज आइरहेछ है त गाइज अब चाहिँ हामी घर हिँडेको मम्मी र म चाहिँ सर्टकट हान्देर हिँडेको सर्टकट अलिक ठुलो रहेछ तर कति अप्ठ्यारो भइरहेको छ सर्टकट हाल्न यता चाहिँ किम्बुर छ हेरिरहेको नुहाइरहेको छ है त किम्बुर चाहिँ अब यता किम्बुको जुस बनाउने हेर्न सक्नुहुन्छ यता किम्बु छ अनि यता जुसको सेटअप अब चाहिँ म जुस बनाउन लागि है त अर्कोतिर काची एकदम मिठो छ है त तपाईँ पनि बनाएर खानुहोस् घरमा गाइस मेरो रनिङ र साइकल रनिङ कस्तो लाग्यो अनि किम्बु हन्टिङ चाहिँ कस्तो लाग्यो यस्तै बनाएर खानुहोस् तपाईहरु पनि बाइ बाइ।